हेलो मौसम मौसम चाहिँ एकदम ढिलो उठेर अब बल्ल यहाँ रेडी हुन्छ अरे नुहायो भर्खर नुहायो अब बल्ल एकछिनमा रेडी भएर हेलो अङ्कल दारी काटिरहेको छु क्या म छोड न हो त अनि यसपछि अब हाम्रो अङ्कल एकदम राम्रो भएर निस्किनुहुन्छ किनकि नयाँ कपडा लाउनुहुन्छ कस्तो कलरको अरे सब पिङ्क होइन आज एकदम पिङ्क कलरको सबैको एकदम म्याचिङ आउटफिट छ तर मेरो चाहिँ छैन कस्तो छ भनेर मैले देखाउँछु हाम्रो मौसम चाहिँ एकदम धेरै मेहनती छ राजीव चाहिँ कहाँ गयो राजीव चाहिँ एकदम त्यो खोरखोरे खेल्न एकदम इन्ट्रेस्टेड छ अहिले चाहिँ त्यही भएर त्यो गयो होला सायद अब हामी चाहिँ म नानीलाई नुहाइदिन्छु अनि नुहाएपछि अनि उसलाई मेकअप गरिदिन्छु अनि मैले मेकअप कसरी गरिदिएँ नानीको कस्तो आउटफिट छ भनेर चाहिँ म एकछिनमा देखाउँछु हाम्रो छोरीको आउटफिट चाहिँ यही मैले रेडी बनाइदिएको गाजल साजल लाएर अनि यहाँ काँटा लाएर एकदम टल्की छिन् हाम्रो छोरी थ्याङ्क यू भन आन्टीलाई थ्याङ्क यू म चाहिँ कति नराम्री देखिएँ हाम्रो छोरीको अगाडि कति राम्री देखी छिन् हामी मेकअप नगर्दाको लुक्स हो यो चाहिँ सुजा यो नानीका अब हामी चाहिँ एकछिन पछि चाहिँ कति बजे रे अब हामी पार्लर 10 बजे होला यिनीहरू चाहिँ पार्लर जान पनि लाए तर मलाई लाग्छ कि पार्लर बन्द भइसक्यो अब हामी चाहिँ एकछिनमा रेडी भएर भिडियो बनाउँछौँ हेलो किरण हेलो अझै चाहिँ बिचारा यहाँ दुःख पोख्न आएकी छ किनकि त्यो मिन्स भइसक्यो यस्तो नभन्नु त सुन्ने मौसम चाहिँ अघि नबाट रेडी भयो भनेको रेडी नै भएन यहाँ नामिका चाहिँ स्ट्रेट गर्दैछ कपाल मेकअप चाहिँ भयो आहा आइज क्लोज गर्दा आइज फाइनल्ली म चाहिँ रेडी भएँ यस्तो छ मेरो लुक्स अब चाहिँ हामी टिका लगाउँछौँ सायद त 11 समथिङ कतिमा थियो 1 बज्न लागिसक्यो अब बल्ल हामी टिका लगाउन स्टार्ट गर्छौँ हेलो छोरी ल अब हामीले चाहिँ टिका मुसेर पनि रेडी बनाइसक्यौँ अब हामीले चाहिँ टिका लगाउँछौँ 1 बज्न लागिसक्यो है छोरी यस जमरा नि लगाउँछौँ अनि तिमीलाई कति पैसा दिने त हाई एभ्रीवान ह्याप्पी दसैँ अब हामीले चाहिँ सबैजनाले टिका लगाएर सक्यौँ अब चाहिँ हामी तल घर जान्छौँ भनेको हाम्रो आमाको घर जान्छौँ आमा चाहिँ नखाइकन बस्नु भएको छ अरे अब हामी पनि 1:30 हुन लागिसक्यो लगभग 2 बज्न लागिसक्यो यो चाहिँ हाम्रो छोरी यो दिदी यो चाहिँ नामिका यो सुजाता उता चाहिँ ए सुदीप्ती यहाँ चाहिँ दसैँ एभ्रीवान विजय दशमीको टिका लाएर सबैलाई राम्रो होस् बाबाले चाहिँ टिका लाउनु भएन अब आमाको घर गएर अनि त्यसपछि लगाउनुहुन्छ हामीलाई चाहिँ लगाइदिनु भयो अब हामी यसो खाना खान्छौँ अनि त्यसपछि मामा घर जान्छौँ अब हामी चाहिँ भर्खर खानासाना खायौँ अब चाहिँ यसो फोटोसोटो खिचेर चाहिँ हामी तल घर जान्छौँ अघिनैबाट जाने भन्दै ढिलो भइसक्यो हाम्रो रजनी आउनुभयो सबैको निधारमा टिका छ तर हाम्रो रजेको छैन किनकि सी इज क्रिस्चियन नाउ
कृष्णसँग बिहा भएर माइती आएकी छिन् आएकी छिन् खै त हजुरको ए मेरो ज्वाइँ खै त बिचारा उहाँको एकदम धेरै स्याड स्टोरी छ ल भनिदिनु त बिहान उठ्ने बित्तिकै टिका लगाउनलाई नुहाएर रेडी भएर अब चेन्ज गर्छु भनेर बसेको त्यसपछि सक्यो राम्रो त्यसपछि यहाँ आइन् अनि आएपछि एकछिन रोइन् त्यो भिडियो चाहिँ मसँग छ त्यो अपलोड पनि गर्छु म यस्तो हो कि हामी पहिलेदेखि नै टिका लगाइराखेको नि त अनि ठ्याक्क टिका नलाउँदाखेरि कस्तो नराम्रो लाग्छ कि त्यही भएर उसलाई चाहिँ भन्दै आफै रोगेँ म रुन्छु भनेर रोगेँ कि तपाईँहरूलाई सुनाउँदाखेरि कस्तो नराम्रो त एकदम धेरै इमोसनल भएर र सुझाव पैसा पाइरहेछ उहाँको चाहिँ कहिले फोटै राम्रो आउन्न पोज कस्तो गर्छ अरे पोज गर्न आउँदैन अनि हामीलाई दोष दिन्छ कि फोटो राम्रो आएन ह्याप्पी दसैँ माइजू मामा घर आयौँ हामी ठ्याक्क मामा घर आयौँ साइली भान्जी मामा कहाँ आइपुग्नु भयो म ह्याप्पी छु अनि यो चाहिँ हाम्रो आमाको घर अनि अहिले चाहिँ पानी एकदम धेरै पर्यो हामी चाहिँ फाइनली आमाको घर आयौँ नमस्कार आमा गिमानी भयो हामी चाहिँ यहाँ आमासँग सबैजना भेट्न आएको छौँ आमाको हातबाट टिका लगाउनलाई तर रजे चाहिँ हाम्रो कता गई रजनीले चाहिँ हाम्रो आमाको हातबाट टिका लगाउन पाउँदिने आज किनकि दिँदै दिन्नन् किनकि पुरानो जमानाको आमाले यो राखेको जमाना चाहिँ एकदम राम्रो थियो अहिले चाहिँ यो यसरी बनाउन आमाको घर मामाको घर एकै ठाउँमा मामा घर आयौँ तल घर भन्छ हामीले खास चाहिँ तलको घर आयौँ अनि अङ्कल यहाँ बस्नुभयो अङ्कल आन्टी अनि मौसमहरूले चाहिँ एउटै कलरको आउटफिट लाउनु भयो हामीले चाहिँ सोचेको चाहिँ थिएनौँ तर म्याचिङ भयो हामीले चाहिँ यो जानी गरेको चाहिँ होइन अब अङ्कल चाहिँ 5 वर्षपछि बल्ल दसैँ मनाउनुहुन्छ हामी चाहिँ एकदम मिस गर्छौँ अङ्कललाई है अङ्कलले चाहिँ यो भिडियो चाहिँ अब गइसकेपछि विदेश गइसकेपछि आउँछ होला अङ्कल यो भिडियो अब अर्को वर्ष कति वर्ष बस्नुहुन्छ यो भिडियो चाहिँ हेर्नु होला अनि हामी यसरी दसैँ मनाउँछौँ हाम्रो फ्यामिली चाहिँ सबै मिलेर आन्टी चाहिँ एकदम राम्रै हुनुभयो किनकि उहाँले चाहिँ कपाल पनि स्ट्रेट गर्नुभयो कसको लागि अङ्कलको लागि देख्नुभयो कति माया गर्नु यो हेर्नु है पछि सबैजनालाई आज दशमीको दिन आज टिकाटाला गरियो वर्ष दिनमा आउने ठुलो चाडबाड विजय दशमीको सबैजनालाई शुभकामना स्वदेशमा तथा विदेशमा हुने सबैजना दाजुभाइ दिदीबहिनीहरू आफ्नो बाध्यताले नेपाल छोड्नु भएको छ सबैलाई शुभकामना हामी पनि मनाएका छौँ दुःख सुख सबै पोहोरको साल हाम्रो दसैँ टिका थिएन अहिले टिका छ सबैले लगाएर हामी माइतमा आएका छौँ हामी चाहिँ मामा घर आएको छौँ माइता मेरो आमाको घरमा दाइको घरमा आएका छौँ सबैजना टिका लगाउनेछ
सबै सकिसके अब हामीले जस्ट पानी कहिले बिदा हुन्छ भनेर वेट गरिरह अनि त्यसपछि हामी फ्यामिली प्ले ग्रुपको फोटो खिच्छौँ। राजीव चाहिँ एकदम धेरै बिजी छ किनकि उहाँको अहिले छुट्टै बिजनेस छ। उहाँको के छ अरे बिजनेस खरखरीको बिजनेस छ। हाम्रो घरबाट त के लिएर गयो भनेको त कता पछाडि के त पछाडिबाट त यति डब्बा खोजेर लिएर दौडेको अनि के लिएर गयो भनेको त खरखरी हेर्न रहेछ। अनि कति कमाइस् त तिहारमा अलि धेरै पैसा दिन्छ है अनि त्यही 5,000 मैले त मैले भन्दा धेरै कमाउने जस्तो। साइकल भन्देऊ बा खै नि बा 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 खै खै ऊ पछाडि हेर त बा भन मम्मी भन मामा भन दिदी भन न को हो नि म को हो नि म दिदी भन न दिदी भन न
फेरि भन त हेलो 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 आउनु भन आमासँग अझै आज पनि अब हाम्रो दसैँ पनि सकियो यतिसम्म नै हाम्रो दसैँ थियो अब मेरो टीका पनि देख्न सक्नुहुन्छ लगाएर पनि झरेर पनि गइसक्यो अनि हाम्रो फेस पनि यस्तो भइसक्यो बिहान हाम्रो कस्तो थियो ग्लो अहिले सबै कम भइसक्यो किनकि दसैँ पनि गइसक्यो दसैँको सेम रुटिन हुन्छ हाम्रो कपडा सपडा लगायो टीका लगायो अनि आमाको घरमा गएर टीका लायो त्यसपछि सकियो कि त्यो हुन्छ नि मामा घर जाने यस्तो गर्ने त्यस्तो गर्ने भनेर त्यो एक्साइटमेन्ट नै हाम्रोमा त्यो खासै छैन कि किनकि यो मामा घर नजिक भएपछि यस्तै नै हुँदो रहेछ सो हामीले चाहिँ गयौँ तल घर गयौँ मामा घरमा गयौँ टीका सिका लगायौँ अनि हामीले ग्रुप फोटो पनि खिच्यौँ सबैजनाले अनि बिचमा चाहिँ अलिकति पानी परेको थियो अनि हामी त्यतिखेरसम्म चाहिँ वेट गरेर बस्यौँ टीका लगायौँ त्यतिखेरसम्म चाहिँ अनि त्यसपछि पानी बन्द भएपछि चाहिँ हामी ग्रुप फोटो खिच्यौँ अनि त्यसपछि हामी पिङ खेल्न गयौँ पिङ खेल्न गएर आएपछि त सकियो काठमाडौँ भएको कारणले गर्दाखेरि चाहिँ किरा आउनु चाहिँ हाम्रो साथमा हुन पाइने नभए चाहिँ त्यो पनि आएको भए चाहिँ एकदम धेरै रमाइलो हुन्थ्यो र हामीले चाहिँ एकदम धेरै मिस गऱ्यौँ अनुलाई चाहिँ धेरै भयो नि सबैजनालाई दसैँको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ हाम्रो तर्फबाट हामी चाहिँ यहाँ तास खेल्न लागेको छ हाई मेरो टीका चाहिँ सबै गयो यो वर्ष चाहिँ मेरो टीका हो कि यो मेरो त्यस्तो सितिमिति त जान्थेन धेरै भन् त किरण 20 रुपैयाँ हाम त अब यहाँ 5 रुपैयाँ हेलौँ न निस्क्यो भनेको मैले तिमीले एउटै काट्न पर्छ अनि काटेको मैले अनि तिमीले तास उल्टी थियो त अनि मैले गर्ने यस्तो फेरि काट काट्न देऊ बिचबाट एकचोटि फिटिसकी क्या म लास्टबाट काट्छु त मेरो काट्नेको मर्जी हो नि त ओके म यहीबाट काट्छु ल लास्ट काट्छु ए भगवान हर्षका दिनै लैलै वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार देशमा लैलै सम्झना